थाई एयर एसियाले भैरवामा पुनः उडान थालेको छ। थाइल्यान्डको बैंककबाट आएको जहाज आइतबार दिउँसो 12:48 गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो। जहाजमा आएका 17 जना भैरवा झरेका थिए। भैरवाबाट 162 जना बैंकक प्रस्थान गरेका छन्। थाई एयर एसियाले अब प्रत्येक साता आइतबार र बुधबार भैरवामा उडान गर्नेछ। भैरवामा उडानका लागि एयर एसियाले गत असारमै नेपाल नागरिक उड्डयन प्राधिकरणसँग अनुमति लिएर टिकट बुकिङ खुल्ला गरेको थियो। थाई एयर एसियाले झन्डै 7.5 महिनापछि भैरवाबाट फेरि उडान सुरु गरेको हो। गत वर्ष पनि उसले विन्टर सिजनमा उडान गरेको थियो। 2081 साल कार्तिकमा पहिलो पटक उडान थालेको थाई एयर एसियाले गत अप्रिलपछि अर्थात् समर सेड्युलमा उडान गरेको थिएन। यस्तै गत विन्टर सेड्युलमा उडान गरिरहेका जजिरा र फ्लाइ दुबईले पनि चैतबाट उडान रोकेका छन्, जसले गर्दा 7.5 महिना भैरवाबाट अन्तर्राष्ट्रिय उडान हुन सकेको थिएन। थाई एयर एसियाले उडान सुरु गरेसँगै अब भने केही आशा पलाएको छ।